बलात्कारपछि हत्या भएकी सुर्खेतकी 16 वर्षीय इनिसा बिक मृत्यु प्रकरणमा थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगञ्ज बाँकेबाट पोलिग्राफ गर्ने अर्को टोली सुर्खेत आउने बताइएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीर राज शाहीले उक्त टोली आजै नै सुर्खेत आउन लागेको जानकारी दिनुभयो। सिआइबीबाट एकजना र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगञ्ज बाँकेबाट पोलिग्राफ गर्ने 2 जनाको टोली सुर्खेत आउन लागेको बताइएको छ। पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकिएको र थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभएको छ। पोलिग्राफको टोलीले पोलिग्राफ मार्फत झुटो बोलेको पत्ता लगाउँछ। त्यस्तै सोही अफिसबाट सिडिआर एनालाइसिस लगायतको विज्ञ टोली पनि आउन लागेको शाहीले जानकारी दिनुभएको छ।